सेलुलाइटिस छालाको सतह मुनि र मासुको बाहिरी भागको बीचमा रहेको खाली ठाउँमा हुने संक्रमण हो। छाला र मासुको बीचको भागमा यो संक्रमण फैलिन्छ, डाक्टर पाण्डेक भनाइछ। यो समस्या हुँदा संक्रमण भएको दुख्ने, रातो हुने र सुनिने हुन्छ। उहाँका अनुसार संक्रमण बढ्दै गएमा ज्वरो पनि आउन सक्छ। सेलुलाइटिसको समयमा उपचार नगरेमा गम्भीर जटिलता निम्त्याउन सक्छ। डाक्टर पाण्डेका अनुसार संक्रमण फैलिँदै गएमा भित्रको मांसपेशीसम्म पुग्न सक्छ। धेरै फैलियो भने मांसपेशीको पनि संक्रमण हुन्छ र पिप जम्न थाल्छ। कतिपय अवस्थामा शल्यक्रिया नै आवश्यकता पर्छ, डाक्टर पाण्डेक भनाइछ। विशेष गरी ज्येष्ठ नागरिक, मधुमेह रोगी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा सेलुलाइटिस समस्या सेप्सिसमा परिणत हुने खतरा बढी हुन्छ। सेप्सिस रगतमा फैलिने गम्भीर संक्रमण हो जसले ज्यान जोखिममा पार्न सक्छ। चिकित्सकका अनुसार सेलुलाइटिस समयमा उपचार नगर्दा संक्रमण शरीरमा फैलिँदै गएर मृत्यु हुने सम्भावना पनि हुन्छ। शरीरमा बाह्य भाइरस, फंगल कीटाणुको संक्रमणले गर्दा प्रतिरक्षा प्रणाली संक्रमण विरुद्ध लड्न नसकेपछि सेप्सिस हुन्छ। यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले बाह्य संक्रमण विरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ। प्रतिरक्षा प्रणाली अति सक्रिय भइदिन्छ। यस्तोमा संक्रमण विरुद्ध लड्नुको साटो प्रतिरक्षा प्रणालीले उल्टो शरीरमा असामान्य प्रतिक्रिया देखाई तन्तु र अङ्गहरूलाई आफै हानि पुर्याउँछ, जसकारण शरीरको सबै भाग सुनिन्छ। बाह्य संक्रमण रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिन्छ। कलेजो र मृगौला जस्तो अङ्गलाई क्षति गराई मानिसको मृत्यु पनि हुन सक्छ। डाक्टर पाण्डेका अनुसार प्रारम्भिक चरणमा समस्याको पहिचान भए एन्टिबायोटिकबाट नै उपचार सम्भव हुन्छ। 1 हप्तासम्म एन्टिबायोटिक दिएर र घाउको नियमित ड्रेसिङ गरेर उपचार गरिन्छ। तर पिप जमिसकेपछि पनि शल्यक्रिया गरेर निकाल्नु पर्ने हुन्छ। अन्य अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरी नसाबाट एन्टिबायोटिक दिन्छ। डाक्टर पाण्डेका अनुसार यो रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा र समयमै उपचार गर्दा सेलुलाइटिसको समस्या निको हुन्छ।